ومنهم من ينتظر وما بدلوا تبديلا إنا لله. अमेरिका र इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयतोल्लाह अली खामेनी मारिएपछि इरान यतिबेला ठूलो शोकमा डुबेको छ। 40 दिनको राजकीय शोक र 7 दिनको सार्वजनिक बिदा घोषणा गरेको छ। इरानी इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्ट्स IRGC ले खामेनीको मृत्युमा शोक व्यक्त गरेको छ। इरानी समाचार एजेन्सी फार्सका अनुसार IRGC ले भनेको छ, हामीले हाम्रा एक महान नेता गुमाएका छौं र सिङ्गो देश शोकमा छ। इरानका सञ्चार माध्यम तस्रिम र फार्सका अनुसार खामेनी मात्र होइन, आक्रमणमा उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। इरानी सरकारी टेलिभिजनले संयुक्त राज्य अमेरिका र इजरायलले गरेको कथित हवाई आक्रमणपछि आफ्ना सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ। समाचार प्रसारणको क्रममा इरानी सरकारी टिभीमा एकजना भावुक प्रस्तुतकर्ताले दर्शकहरूलाई समाचार घोषणा गर्दा आँसु थाम्न सकेनन् र रुवाबासी नै चल्यो। हजरत आयतुल्लाह उज़्मा इमाम खोमेनी, हजरत आयतुल्लाह उज़्मा इमाम खामेनी दुरूद मिफरस्तीम। उनले रुँदै आक्रमणलाई प्रमुख राष्ट्रिय त्रासदीको रूपमा वर्णन गरे। प्रारम्भिक रिपोर्टहरू अनुसार आक्रमणहरूले तेहरानका उच्च स्तरीय नेतृत्व स्थानहरूलाई लक्षित गरेर आक्रमण गरिएको खुलेको छ, जहाँ खामेनी उपस्थित भएको थियो। घटनाले वरिष्ठ अधिकारीहरू र सुरक्षा अधिकारीहरूमा पनि हाताहाती भएको बताइएको छ। निधनको घोषणापछि इरानी सरकारले 40 दिनको राष्ट्रिय शोक घोषणा गर्यो र दिवंगत नेताको सम्मानमा 1 हप्ता लामो सार्वजनिक बिदाको घोषणा गर्यो। सन् 1989 देखि इरानको सर्वोच्च नेताको रूपमा सेवा गरेका खामेनी 3 दशकभन्दा बढी समयसम्म देशको सबैभन्दा शक्तिशाली राजनीतिक र धार्मिक अख्तियारवाला थिए। उनको रिपोर्ट गरिएको मृत्यु इरानको लागि महत्त्वपूर्ण क्षण हो र यसले मध्यपूर्वमा तनावलाई थप उल्लेख्य रूपमा असर पार्नेछ। यसबीच इरानी सेनाले अब इतिहासकै खतरनाक हमला सुरु गरिने चेतावनी दिएका छन्। विज्ञप्ति समेत जारी गर्दै भनेको छ, इस्लामी गणतन्त्र इरानको सशस्त्र सेनाले अब चाँडै कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरू विरुद्ध इतिहासकै सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ। अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर। मिनल मुमिनीन रिजालुन सदक़ू मा आहदुल्लाह अलैहि फमिनहुम मन क़ज़ा नहबह व मिनहुम मन यंतज़िर व मा बद्दलू तब्दीला इन्ना लिल्लाह इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। بعد از عمری مجاهدت حسینی و دائمی و خستگی ناپذیر، روح بلند و ملکوتی کوه نستوه ولایت، پدر مهربان امت، رهبر و امام مسلمین حضرت آیت الله العظما سید علی حسینی خامنه‌ای در راه سربلندی حرم جمهوری اسلامی ایران شهد گوارای شهادت را نوشیدند و به ملکوت اعلی پیوستند. خدای بزرگ، خدای بزرگ و شکست ناپذیر با ملت حماسه ساز و تاریخ ساز ایران است تا عهدی که با امام خود بستند تا سرانجام ظهور پیش برند. یقینا در این برهه تاریخی قطب عالم امکان حضرت بقیت الله الاعظم ارواحنا لتراب مقدم الفدا مولای ما ملت مظلوم و مقتدر خود را کفایت می کند تا با تبعیت تام
از ولی فقیه شرعی و قانونی مسیر باقی مانده تا قله سربلندی را با وحدت و اقتدار به پایان رسانند و پرچم این انقلاب را به دستان با کفایت ایشان تقدیم کنند. به روح بلند امام راحل و خلف صالحش، قائد اعظم، شهید و عظیم الشأن حضرت آیت الله العظمی امام خمینی، حضرت آیت الله العظمی امام خامنه ای درود می‌فرستیم. انا لله و انا الیه راجعون. بعد از عمری مجاهدت حسینی و دائمی و خستگی ناپذیر، روح بلند و ملکوتی کوه نستوه ولایت، پدر مهربان امت، رهبر و امام مسلمین حضرت آیت الله العظمی سید علی حسینی خامنه ای در راه سربلندی حرم جمهوری اسلامی ایران شهد گوارای شهادت را نوشیدند و به ملکوت اعلی پیوستند. خدای بزرگ و شکست ناپذیر با ملت حماسه ساز و تاریخ ساز ایران است تا عهدی که با امام خود بستند تا سرانجام ظهور پیش برند. یقینا در این برهه تاریخی قطب عالم امکان حضرت بقیت الله الاعظم ارواحنا لتراب مقدم الفدا مولای ما ملت مظلوم و مقتدر خود را کفایت می کند تا با تبعیت تام. तपाईँ अहिले हेर्दै हुनुहुन्छ कलर अफ नेपाल, 24 घण्टा ताजा खबरका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।